साथीहरू शुद्ध लोकल रक्सी अन्नको बनाउनको लागि यो कट मैले औषधिहरू नहालिकन तयार गरेछु 200 लिटरको भारोमा। अब यो म बनाउन लागेछु। त्यसको लागि यो भारोमा माटो लाएँ, रक्सी लिने भारोमा। अनि त्यसपछि यो भट्टी चुलोमा राखिदिएपछि तयार गरेको कट चाहिँ त्यो भारोमा राख्दैछु। मैले चाहिँ 40 लिटर मात्र राख्छु, धेरै राख्दिनँ। बढी राख्यो भने उम्लेर पोख्छ, राख्नु नि हुँदैन हैन। अनि त्यसपछि मैले रक्सी लिने भारो चाहिँ मैले पाइपबाट बाहिर झर्ने भारो लिएछु, माटोको भारो राख्ने लिए छैन। अनि त्यसपछि माथिबाट राख्ने भारोमा पनि ट्याप्प पारेर हावा नछिर्ने गरी कपडा बेरेर राखेँ। अनि त्यसपछि चिसो पानी राखेँ त्यसमा साथीहरू। अनि तलबाट पनि हावा छिर्न दिनु हुँदैन, तल पनि कपडा बेरिदिए ट्याप्प पारेर। यसरी बनाएको रक्सी चाहिँ एकदम कडा मिठो पनि हुन्छ, हावा नछिर्ने गरी। अनि माथि पानी तातेपछि चलाउनुपर्छ, यसरी मजाले माथि माथि पारेर चलाएपछि तल रक्सी धेरै झर्छ, तल रक्सी झर्छ। अनि तातिसकेपछि चाहिँ यो फाल्नुपर्छ साथीहरू। अनि फाल्ने यसरी। आज मौसम पनि राम्रो छ, चिसो चिसो छ, बादल लागेकोमा धेरै पर्छ। अनि यसरी फेर्दै जाने पानी चाहिँ फेरिसकेपछि अरू रक्सी झर्न लाग्यो, यी हेर्नुहोस् त यसरी पाइपबाट झर्छ। अनि त्यसपछि मैले टुम्लेटमा हालिदिएँ। अनि मैले यो शुद्ध लोकल रक्सी जाँचेको आगो बल